दर्शन नमस्ते अनि सेवा मेरा सम्पूर्ण साथीहरूमा म तपाईँलाई आज यो किराँत लिपिको बारेमा र यसको प्रयोग गर्ने तरिकाहरूको बारेमा केही भन्दैछु र तपाईँ जान्नुहुन्छ भने त ठिकै छ र जो जान्नुहुन्न र सिक्न चाहनुहुन्छ भने अवश्य हेर्नुहोला र यो अगाडि दिएको छ देखिरहनु भएको छ जुन यो लिपि यो किराँत लिपि अन्तर्गत नै पर्दछ र यो लिपि चाहिँ हामी पुमा लिपि अन्तर्गत पुमा राईहरूको लिपि अन्तर्गत हामीले युज गर्न मिल्छ र गर्न सकिन्छ र यो चाहिँ मैले salapatek.com बाट लिएको हो। salapatek SALAPPATECH.com लगइन गरेर तपाईँले यसको बारेमा हेर्न सक्नुहुनेछ र यहाँ चाहिँ मैले फोटो मात्र लिएको छु। यसको किबोर्ड salapatek.com मै छ। क ख ग घ ङ च छ ज झ ट ठ ड ढ त थ द ध न प फ ब भ म य र ल व पातलो स ह र यो मुनि प्रश्नवाचक जस्तो चिन्ह छ। यो चाहिँ रोकिएर भनिने आवाज हो। जस्तै हा वा फलाक्नु, मा वा कल्चुरी अनि वा वा भनेको चुपचाप। यस्तै शब्दमा प्रयोग हुने शब्द यो क जस्तो नै सुनिन्छ त जस्तो नै सुनिन्छ, तर यो क र त दुवै होइन, यो आधा भन्दा पनि रोकिएर आउने साउन्ड हो। अनि न र मको लिपि अहिले उपलब्ध छैन र मैले चाहिँ यस भिडियो अन्तर्गत प्रयोग गर्ने लिपि चाहिँ सिर्जङ्गा लिपिबाट मैले सबै लेखेको छु र सिर्जङ्गा लिपिमा यहाँ जुन छ अगाडि देखिरहनु भएको यो झ भट्काट्यो ट ठ ड ढ ज ट ठ ड ढ चाहिँ सिर्जङ्गा लिपिमा उपलब्ध छैन रहेछ। सिर्जङ्गा लिपिमा भन्दा पनि त्यो सिर्जङ्गा किबोर्डमा चाहिँ उपलब्ध छैन रहेछ। त्यसैले मैले त्यहाँ झलाई पनि ज अनि टलाई त नै, ठलाई थबाटै, डलाई दबाट र ढलाई धबाट नै प्रयोग गरेको छु र यो तलको न र मबाट नलाई चाहिँ आदि न र ह अनि मलाई आदि म र ह लेखेर टाइप गरेर प्रयोग गरेको छु र यो किराँत लिपिमा जति पनि अन्तिममा आधा अक्षरहरू आउँछन् सबैलाई आधा अक्षरलाई पनि आधा अक्षर नलेखिकन पुरा नै लेखिन्छ। नेपालीमा खुट्टा काटे जस्तै यसमा चाहिँ पुरा शब्द नै लेखिन्छ र मैले यो सिर्जङ्गा किबोर्ड युज गरिरहेको छु र तपाईँ पनि सिर्जङ्गा किबोर्ड प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँको गुगल प्ले स्टोरमा गएर अथवा जुन मोबाइल चलाइरहनु भएको छ र जुनबाट एप डाउनलोड गर्न सजिलो हुन्छ त्यसमा गएर सिर्जङ्गा किबोर्ड टाइप गरेर तपाईँले सिर्जङ्गा किबोर्ड प्रयोग गर्न सक्नुहुन्छ। सिर्जङ्गा किबोर्ड प्रयोग गर्न एकदमै सजिलो छ र हेर्नुहोस् यहाँ ओपन हुन्छ। जस्तै म सिर्जङ्गा किबोर्ड ओपन गर्छु र यहाँ मैले अगाडि नै केही लेखिसकेको छु। यसलाई म सबै डिलिट गर्छु र तपाईँको मोबाइलमा यो सिर्जङ्गा किबोर्ड डाउनलोड गरेर पनि यहाँ किबोर्ड आएको छैन र पहिला तपाईँले जुन किबोर्ड प्रयोग गरिरहनु भएको छ त्यही किबोर्ड नै अगाडि आएको छ भने तपाईँको मोबाइलको सेटिङमा गएर किबोर्डको ठाउँमा सिर्जङ्गा किबोर्ड छान्नुहोला। मैले चाहिँ यो अलरेडी सेटिङ गरिसकेको छु, नत्र भए एकपटक हेर्नुहोला। यो म सधैँ हाम्रो किबोर्ड प्रयोग गर्छु। हाम्रो किबोर्ड चयन छैन र अहिले म चयन गर्छु हाम्रो किबोर्ड। हाम्रो किबोर्ड छानिसकेको छ र यो सिर्जङ्गा किबोर्ड फेरि ओपन गर्छु र ओपन गरेपछि यहाँ अगाडि फन्टमा हाम्रो किबोर्ड नै आउँछ यसरी नेपाली किबोर्ड र यसलाई चेन्ज गर्नको लागि यहीँबाट पनि चेन्ज गर्न मिल्छ र नत्र भए तपाईँको मोबाइलको सेटिङमा गएर तपाईँले ल्याङ्ग्वेज एन्ड किबोर्डमा सेटिङ मिलाउन सक्नुहुन्छ र म चाहिँ यहीँबाट तलको यो स्पेस जस्तो ठाउँलाई स्पेस दिने ठाउँलाई लङ टच गरेर अदर किबोर्डमा गएर सिर्जङ्गा किबोर्ड चुज गरेर पनि मिलाउन सकिन्छ र सिर्जङ्गा किबोर्ड आउँछ अगाडि
र सृजनका किबोर्डमा अघि मैले भने अलिकति अगाडि भने जस्तै कखहरू यसै गरी छन्। सजिलो छ युज गर्न। अगाडि क्यापिटल शब्दहरू छन् सबै र यसमा आधा अक्षरहरू छन् अनि यो तलकोमा चाहिँ मात्राहरू छन् सबै र माथि दिएको यो माथि सबै अङ्कहरू हुन् र सुरुमा अङ्क नै हेरौँ होइन अङ्क होइन क क ख ग ग ङ च छ ज र यहाँ चाहिँ मैले अघि पनि भने यहाँ ज छैन र अगाडिको त्यो salpatek.com छ पनि प्रयोग गर्न सकिन्छ र यो किबोर्ड यो सृजनका किबोर्डमा चाहिँ ज उपलब्ध छैन रहेछ र ओठ काट्यो ट ठ ड ढ पनि छैन र एकैचोटि अब त थ द ध सरी ध न प फ ब भ म य र ल व मोटो स पातलो स ह यति नै किबोर्ड यहाँ छन् र अब स्वर वर्णहरू चाहिँ यो अ भयो आ इ उ ए ऐ ओ औ अङ र यो पनि ए हो। यो भयो स्वर वर्ण अनि यसै गरी नै यो माथिको व्यञ्जना पनि आ इ उ ए ऐ ओ औ अङ अ मात्राहरू प्रयोग गर्न सकिन्छ। जस्तै कमा यो आ भयो अनि सरी कि का कि कु के कै को यसै गरी प्रयोग गर्न सकिन्छ र अब आधा अक्षरहरू चाहिँ यो क भयो ङ त म न व ल सरी यो चाहिँ प हो य र ल र यो चाहिँ खुट्टा काटेको शब्दमा यो चाहिँ अन्डरस्कोर जस्तो चाहिँ खुट्टा काटेको हो र यहाँ सरासरी लास्टमा क ङ त म न व प य र ल र खुट्टा काटेको शब्द हुन् र यसलाई चाहिँ खुट्टा काट्ने कसरी भन्दा जस्तै यो क को त आधा पनि छ तर किराँत लिपिमा अन्तिम अक्षर आधा छ भने आधा नभइकन पुरा लेखिन्छ र आधा काट्नु परेको अवस्थामा चाहिँ क भयो र क को खुट्टा यसरी काट्ने अनि यो म भयो मको ठाउँमा यो राखेर म आधी म भयो यसरी हुन्छ। जस्तै खिम लेख्नु पर्दा खि यो पनि खिम भयो खिम भयो र खिम अनि म खुट्टा काट्यो तर यसरी खुट्टा काट्नु परेन पुमा किराँत लिपि अन्तर्गत अन्तिम अक्षर पनि पुरा नै लेखिन्छ र खिम नै लेखिन्छ र म यहाँ मेरो नाम लेख्दैछु यो लिपिबाट मुनाल पुमा राई आलाङ्ने सेवा सरी से भएन रहेछ से आलाङ्ने सेवा मुनाल पुमा राई आलाङ्ने सेवा यसै गरी
तपाईँले तपाईँको नाम तपाईँले किराँत लिपिबाट जे जे लेख्न चाहन्छ तपाईँको भाषा अन्तर्गत र नेपालीमै त के लेख्नु है किराँत लिपि प्रयोग गरेपछि आफ्नो भाषा तपाईँ राई लिम्बू तिमाल या जे हुनुहुन्छ जुन किराँत हुनुहुन्छ तपाईँको भाषा अन्तर्गत यो लिपि लेख्न सक्नुहुन्छ र बाहुने पाठहरूमा पनि बाहुने भागहरूमा म यही किबोर्ड प्रयोग गरेर पाठहरू बनाउने छु र आजको लागि यति नै हेरिदिनु भएकोमा धन्यवाद र तपाईँ पनि यो किबोर्ड प्रयोग गर्न चाहनुहुन्छ भने प्ले स्टोरमा गएर सिर्जनका किबोर्ड सर्च गरेर डाउनलोड गरेर चलाउन सक्नुहुन्छ एकदम सजिलो छ र सरी एउटा कुरा भन्न अझै बिर्सेछु यो माथिको चाहिँ अङ्करोन यो 1 2 3 4 5 6 7 8 9 र यो 0 हो र यो 1 र 0 लगाएपछि 10 1 र 1 11 1 र 2 12 1 र 3 13 1 र 4 14 यसै गरी यो अङ्कहरू लेखिन्छ र पुमा भाषा अन्तर्गत चाहिँ यो अङ्कहरूलाई अक अस सुम भन्दै गनिन्छ र यसको बारेमा पछि नै म अर्को भिडियोमा भन्नेछु आजको लागि यति नै लाग्ने सेवा